हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। यो चाहिँ लमजुङको बुजुङ गाउँ भएको मर्निङको भ्यू हो। यस्तो थियो, हामी यहाँ बसेको थियौँ। यहाँ आइरहेको खाजा खाँदैछौँ, डिस्कस गर्दै पनि छौँ। खाजामा चाहिँ रोटी, कालो रोटी अनि यो फुल बाटोमा हामी चाहिँ घुम्दै थियौँ। गाउँमै छौँ, बुजुङ गाउँपालिका घुम्नको लागि है। बाटो हिँड्नुपर्ने थियो। यो फुलहरु चाहिँ मन परेर मैले चाहिँ टिप्दै हेर्दै कस्तो राम्रो खेत हेर न कति राम्रो। यस्तो त हामीले देखेकै थिएन। यहाँ गाउँ बारी खेतहरु कस्तो राम्रो। खेत हैन यसलाई बारी भन्छ क्यारे। यस्तो बारी गरा गरेर कस्तो राम्रो। हाम्रोमा त हुँदैन, हाम्रो त बारी खोरिया भन्छ नि। खोरे त हो हामीको। हाम्रो सिधा हुँदैन, हाम्रो पनि यस्तो हो। के रे मिली के रे उसमा आइरो बाबा गएको 100 थियो। मेरो जालीले भिडियो बनाउँदै थियो। मैले जस्तो लाग्थ्यो लागि हावा बिराइरहेको थियो। गाउँहरु त्यस्तो थियो। मैले फुल टिपेर जस्तो गरेँ। अनि रमाइलो गर्दै एकदमै काका हो धुममा परेको थियो। गाउँ भेडाको उन अनि चक्का बनाउँदै हुनुहुन्छ माथि आउँदा। होटलमा बस्ने अनि खायौँ जानको लागि रेडी गर्दैछौँ। लेट्स गो ट्रेकिङ करो गाइज। हाम्रो साथीहरू चाहिँ अघि चल्दैछन् ब्याग झोला बोक्दै। हाम्रो सोनाली भन्ने साथी चाहिँ मकै खाँदैछ अनि म चाहिँ कसरीबाट भित्र पुगेन। उसलाई त भातै पुगेन रे साथीहरू, त्यही भएर मकै खाँदैछ। यहाँ चाहिँ बुजुङ गाउँपालिका। यहाँ चाहिँ यति धेरै उ छ। यो चाहिँ सेकेन्ड डेको भिडियो हो। धेरै राम्रो नेटहरू केही थिएन, बत्ती चार्ज केही नभएको कारणले थोरै मात्र क्लिपहरू एड गर्दै। म यहाँ भिडियो बनाउँदै, छिटो हिँड न, छिटो भिडियो बनाउँदैछु म। सबैजना यो चाहिँ रियल घरहरू। गाउँमा चाहिँ कति धेरै घरै अनि यस्तो घरहरू पनि छ। बारीहरू खेतहरू जोस् नयाँ एक्सपिरियन्सहरू बटुल्न पाइयो। यो घर कति राम्रो छ नै। बाटोहरू जताततै। यो सङ्ग्रहालय यसले यस्तो हुन्छ भने यस्तो गाउँहरू पनि थियो। यस्तो राम्रो बनाएको घरको डिजाइन सङ्ग्रहालय। साथीहरू हिँड्दै थिए। छेचेलो हामी चाहिँ यहाँ छौँ। तिम्रो लेस फेरि खुलिसकेको छ। बाँधिदिने हो त उतानेर राख न बाँधिदिउँला। अनि यो चाहिँ हामी बुजुङ गाउँ त्यहाँ राख नत्र बाँधिदिन्छु म। यहाँ राख न बाँधिदिनु थियो। त्यतिखेर बिहान अन्नपूर्ण हिमाल देख्दै मैले गरेको त्यो उडालीमा डुम्न। हामी चाहिँ तल जाँदैछौँ। यता हेर। हामी चाहिँ यो गाउँभित्र जन्मने गाउँ यस्तो रहेछ। अनि रुख यस्तो। अनि यो पुरै गाउँ भयो। मेरो चार्ज छैन, स्विच अफ। कति साह्रो भेडा रहेछ भेडा रे लु। चिखले गाउँ
यो चाहिँ टमाटर हो अनि यहाँ चाहिँ यो चाहिँ केराउको रुख यस्तो हुँदो रहेछ यहाँतिर चाहिँ केराउको रुख यता केराउको रुख हेर न त्यसै चाहिँ केराउ यो केराउ फुल यो चाहिँ हाम्रो लागि वाइफाई जोडिदिनु न अनि रातिको खाना चाहिँ यस्तो थियो एकदम त्यसको छेउमा कुकुर पनि आइरहेछ कहाँ छ ठाउँ खाँदैछ हाम्रो साथी चाहिँ उसलाई चाहिँ कामसँग सरी के अरे आगोसँग खान मन छ अरे त्यसरी त्यसरी नभन न अरू चाहिँ रमाइलो गर्दैछ माथि हामी चाहिँ छिटो खाना खान लागेको घले गाउँमा यस्तो छिटै खानुपर्ने रहेछ कि होमस्टे अनुसार त्यसैले हामीले चाहिँ भोक लाग्यो त्यसैले छिटै खान लागेको हामी चाहिँ यहाँ बिहान सनराइज हेर्नको लागि जाँदैछौँ सनराइज कतिखेर आइपुग्छ अब भने सनराइज हुन लागिसक्यो बट हामी लेट भइसक्यो तर पनि हामी जाँदैछौँ पानी भेट हुन्छ कि भनेर जुन देखिरहेछ जुन छ यो घले गाउँ खाजा घर भयो यिनीहरू सब घले गाउँ वरिपरि मान्छेहरू आउँदैछ थ्याङ्क यू भन्दैछ वेलकम टु घले गाउँ अनि यहाँबाट जाने यहाँ जाँदैछ भिजिट बेस हिल हाम्रो सुन्दर लामजुङ अघि कुकुर पनि छ चल कुकुर अब सनराइज हुनु न लाग्यो जस्तो आउँदैछ बाटो यही भइहाल्यो बाटो चाहिँ राम्रो छ यहाँ चढ्ने यहाँ चढ्ने यहाँ अनि यहाँ अनि हेर्ने हिमाल पनि आउँछ जस्तो भिडियो बनाइरहेको छु खोइ सोनाली कुकुरलाई नि लिएर आउन अब लु भयो अब मेरो यहाँबाट कस्तो राम्रो देखिरहेछ अब भ्यू टावर हेर्ने ठाउँ चाहिँ यहाँबाट तो तिन छ क्या माथि छ बस्ने ठाउँ पनि रहेछ के हुनु ल यहाँ चाहिँ पुरै घले गाउँहरू आएर अब सनराइज चाहिँ कताबाट हुन्छ ऊ होइन किन यस्तो हुसिया आएको त अन्नपूर्ण हिमाल होइन थियो कस्तो हुसिया लगाएको त हत्ता नपत्ता त्यही भने पोखरा पनि त्यति मात्र अहिले पनि पल्लो डाँडा तिमीले गेम खेलेको भए त कति धेरै जित्थ्यो होला नि त हुसी लागेको छ अब अलि आउन लाग्यो जस्तो अब सनराइज पनि चराहरू उड्दैछ अलि देखिरहेको छ एक ठाउँ फेरि यता पनि घाम चाहिँ कताबाट निस्किने हो घाम कताबाट निस्किने अहिले त पुरै निस्किन्छ कस्तो अँध्यारो मात्र भइरहेछ कि
छिटो आउनु नि कहाँलाई पढाइसक्यो जीवन चिसो भयो ह्यान्ड किनभने हामी चाहिँ टाटा बाई बाई गर्दिन अब चाहिँ स्टार्टिङ हो कहिले पनि हेर्दिनँ सनराइज अनि त्यसपछि चाहिँ अब पोखरा पनि कहाँ माथि निस्केपछि घर आइसकेपछि देखा त्यो ल बल्ल आयो छिटो छिटो आइज सबै त आएनन् बा तिनी नानीहरू त है अब पछि आएर हेर्छु हाम्रो त पानी खनाइ दिँदा उठेन साथीहरू सिरक झन् थपिदिएर उडाइदिएर अलि जाडो जाडो छ खोइ किन नबनाएको र फेरि बेलुका अलिक हामी अलि अबेरसम्म साह्रै मजाले आयो नि छिटो 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 आइज बोलाउने सिटिङ मिलाउनै पाइने यार आइहाल्यो आउँदैछ तिमीले पनि बनाउनु अलिअलि यसो मेमोरी त हुन्छ सनराइज हेरेको हामीले बिहानै मानेर हिमाल चाहिँ के भइरहेछ त्यो त मलाई आइरहेछ के गरेर नाचिया छ नि हिमाल चाहिँ के गरिरहेछ हामीलाई देखेर 1 मिनटको सनराइज गलेगाउँबाट हैन गलेगाउँबाट सनराइज हिमाल कस्तो राम्रो देखिने देखेको होइन आज अहिलेसम्मको लागि अहिलेसम्मको नत्र त हाम्रो त एकैचोटि हो माथि मात्रै देखिन्छ त्यस्तो त नभनौँ देखिँदा देखिन्छ यस्तो रातो चाहिँ देखिन्छ जस्तै याद फुल आइसक्यो हिमाल यो लाइन सिधा हुनु पर्यो कि यो लाइन बुझ्यौ सब खलेगाउँ ल त्यहाँबाट कोदोको रोटी अन्डा मलाई चौक खानु मन लागिरहेछ भने भने भन न हाम्रो हिजोको हामीले करेन्ट पनि खायौँ ए खलेगाउँ हामी चाहिँ यहाँ ड्रेस लाउन लागिरहेछौँ गुरुङ ड्रेस लगाएर खिचेको वरिपरि सबजना यहाँतिर मान्छे अनि हामी हेर्दैछौँ भिडियो बनाउँदैछु म साथीहरू अघि अघि हिँड्दैछ म चाहिँ भिडियो बनाउँदैछु थरथरै भए पनि क्लिपहरू एड गर्दै जाँदैछु साथीहरू हिँड्दैछ अगाडि अघि हिँड्दैछ हामी यहाँ बसेको थियौँ अनि हामीले चाहिँ साथीहरूलाई हिँड्नको लागि रेडी हुँदै माला साला लगाएर एकदमै राम्रो जाँदैछौँ बिदाई गर्नु हुँदो रहेछ उहाँहरूले चाहिँ अनि मेरो पनि भिडियो बनाइदियो भनेको साथीलाई खोइ के बनाइदिएको छ उठाइदिएको हुनुहुन्छ अलिअलि बनाइदियो त्यही पनि ठिकै छ हामी बाई बाई खलेगाउँ अब चाहिँ सक्यो हाम्रो यात्रा यहीँसम्मको थियो चिया बेच्न पनि रहेछ यो सिस्नो दालमा हालेर खाने होइन अनि जङ्गलमा लाली गुराँस टिप्दैछ कुकुरहरू जस्तै के बसेको हामी यहाँ ढुकढुक थोरै भिडियो बनाएको फ्लावर चाहिँ हामीले पूजा गुलमेली तन्दुरी रेस्टुरेन्ट गेस्ट हाउसमा चाहिँ हामीले खाजा खायौँ मोमो चाउमिन के के खान मन छ सबै खाने उहाँ चाहिँ हाम्रो क्यामराम्यान सर हुनुहुन्छ म चाहिँ हाम्रो क्यामराम्यान सर फोटोग्राफर हजुर प्रोफेसनल भन्नु पर्दैन मैले त थोरै अलिअलि क्लिप मात्र हालिदिएको रहेछ बिएससीमा चाहिएको छ भने हाम्रो सरलाई सम्पर्क गर्नु होला उहाँ रातो लुगा लगाएर मेरो युट्युब हेर्नु हुनुहुन्छ जसलाई चाहिएको छ अब आउन लाग्यो नि त अनि हाम्रो साथीहरू हाम्रो गाडी मुग्रिनमा आएर खाएको हटान न त्यहाँ मुग्रिनको एउटा बनाइदिनु
यसरी हाम्रो